गुड मर्निङ एभ्रिबडी, नमस्कार। आज चाहिँ हाम्रो लन्डनतिरको टुर सुरु हुँदैछ। भर्खर रुमदेखि निस्केर अब रेलवे स्टेसनतिर जाँदै। अहिले ठ्याक्क 9 बजे छ, 9:30 बजेको ट्रेन छ। लाग्छ टाइम करिब 15 देखि 20 मिनट जति लाग्छ। दाजुभाइ यहाँ अनि 2जना बहिनीहरू छन् उताबाट अनि एकजना दाइ गरेर हामी 5 जना डक्टर। ल गाइस, सी यु अन द स्टेसन, बाई। ल हामी चाहिँ भर्खर स्टेसनमा आइपुग्यौँ। स्टेसनमा आएर हामी 1-2 जना अनि यता एकजना दाइ गरेर हामी 3 जना दाजुभाइ अनि 2टा बहिनीहरूलाई कुर्दैछौँ। उहाँहरू आइपुगेपछि हामी 2:25 भइसक्यो। ठ्याक्कै 9:30 छ। टिकट देखा त, टिकट यहाँ छ हातमा। यहाँ 2 जना बहिनीहरूले गर्दाखेरि चाहिँ हामी यहाँ कुराइमा छौँ। उनीहरू आउने बित्तिकै हामी भागिहाल्ने। ल फाइनल्ली हामी अब केपीपाको रेल चढ्न लाग्यौँ है। यहाँ बहिनीहरू नि आइपुगेछ। हामी अब लौ हाम्रो 10 घन्टाको टुर हुन्छ। यहाँ हार्सरोड इन्टरनेसनलदेखि हामी लन्डनको चेरिङ भन दाइ झर्ने। लन्डनको चेरिङमा चाहिँ झर्छौँ। अबको हाम्रो लन्डनको आजको जर्नी सुरु हुँदैछ। 9:30 बजेकोमा जाने भनेको 9:30 बजेको ढिलो भएर 10:02 हार्सरोड इन्टरनेसनलदेखि चढेर हामी लन्डनको चेरिङमा झर्नेछौँ। अबको हाम्रो लन्डनको यात्रा सुरु भयो। करिब 1 घन्टामा हामी लन्डनको चेरिङमा पुग्छौँ। 1 घन्टा 20 मिनट लाग्छ। 1 घन्टा 20 मिनट लाग्नेछ। हाम्रो निरञ्जन दाइ हुनुहुन्छ, हाम्रो गाइडर भन्यो नि, जे भन्यो हाम्रो टुल दाइ भन्यो नि, मालिक भन्यो नि। अनि यता 2 जना सिसहरू होइन। अनि यता हाम्रो सर, हाम्रो श्रीपाद विक्रम महेन्द्र हो क्या। हजुर यो चाहिँ एउटा लन्डनको आइकनिक सिटी छ। पानीको साइरह है यहीँसम्म हावा आएर क्या। यसपछि हामी कहाँ गइन्छ त? यसपछि हामी सायद पिकेडेली, त्यहाँपछि चाइना टाउन।
सानो मिनी ताल रहेछ। त्यो ताल भ्याएर घुम्न भ्याएर हामी फेरि अहिले के अरे रानीको दरबारतिर जाँदैछौँ अगाडि। बन्दाहरू टन्नै हुनुहुन्छ यहाँ अनि पुरा घाम लाग्यो आत्ति हुन्छ नि है। यहाँ चाहिँ पुरा त्यो घाम ताप्नेको क्या त्यो लग्नलाई सनबाथ लिन भनेर पुरा त्यहाँ सबै रहेछ है। प्रवेशद्वार रहेछ है। यो चाहिँ रानीको दरबार रहेछ। तर यहाँ चाहिँ कति 3-4वटा यो ठाउँमा चाहिँ मतलब युकेमा चाहिँ 3-4वटा छ अरे भन्ने चाहिँ सुन्नेमा आएको छ होइन। अनि त्यो 3-4वटा मध्येको यो एउटा चाहिँ यो रानीको दरबार हो भन्छ है। बाहिरको मात्र यस्तो भयङ्कर ठुलो हो, यो भित्र झन् के होला है। बाहिरबाट मात्रै हेर्ने, भित्र जान नपाइने रहेछ। एउटा अचम्मको लाग्यो यो सब बुट्टाहरू एउटै लाइनको छ कि एक लाइन। अनि यहाँ पलतिर उयो पलतिर 2 लाइन, अर्को 3 लाइन गरेर 4 लाइन रहेछ। एउटै लाइनको छ एकदम सिधा के। रोप्दा नि कसरी रोप्यो होला है यत्रो बुट्टाहरू फेरि एउटै डिजाइनको सबै है रुखहरू यताउति। यो रानी बस्ने दरबारको साइडमा यत्रो ठुलो बगैँचा रहेछ क्या बुट्टाहरूको। यो लन्डन युकेको पिकेडेली यो रहेछ है। यहाँ चाहिँ एकदम खतरा एडभर्टाइजहरू हुने रहेछ। यो अचम्मको कुरा चाहिँ यहाँ मैले देखेँ एउटा है, नेपालमा चाहिँ लोप हुँदै गयो तर यहाँ चाहिँ अब जस्तो युकेको लन्डन जस्तो ठाउँमा चाहिँ पायो बहिनी यस्तो है टक्क। आजभन्दा 8-10 वर्ष अगाडिको चाहिँ युरोपको सबैभन्दा ठुलो फिल्म थिएटर रहेको यो चाहिँ। यो चाहिँ पोखराको लेक साइड जस्तो अनि काठमाडौँको के भन्छ ठमेल जस्तो नाइट लाइफ राम्रो हुन्छ यहाँ है। हामी चाहिँ अहिले लन्डनको टाउन ब्रिजतिर जाँदैछौँ। हिँड्दै यहाँ मान्छेहरू यो चाहिँ डुङ्गा चढ्ने ठाउँ है न दाइ, यहाँबाट डुङ्गा चढ्ने है। हो यो केपी बाले भन्दै थियो डुङ्गा चढ्ने नि डुङ्गा पनि आउँछ ट्रेन पनि आउँछ अन्त यी ट्रेन यहाँबाट जान्छ।
माथिबाट पुरा पुल छ है, तलबाट यस्तो छ। अनि यो टक्क लगाएर घुमघाम गरेर लन्डनको टाउन ब्रिज चाहिँ नदेखिने रहेछ है। त्यो जहाजमा चढ्नको लागि भनेर बनाएको स्टेसन रहेछ त। अन्त आइकनिक टावर भएको छ। घुम्यो कि नै थाहै नपर्ने रहेछ कि यो है। यो जहाज चाहिँ मैले बुझेअनुसार सेकेन्ड वर्ल्ड वारमा चाहिँ जर्मनसँग लुटेर ल्यायो। अनि यो अहिलेको यो अगाडि देखिँदै गरेको जहाज होइन, पानी जहाज। तर अब त्यो बेलामा पनि यस्तो एडभान्स के है दाइ, 6-6वटा पुरा तोपको गोली युज गर्ने 6-6वटा यतापट्टि छ है। दुईवटा साइडमा छ, अगाडि त्यस्तै छ, उतापट्टि त्यस्तै छ। अनि भन्छे आजभन्दा करिब 70-75 वर्ष अगाडि चाहिँ यस्तो है, एडभान्स पुरा त्यो बेलाको है। हामी यो टाउन ब्रिजको एकदम सेन्टरतिर अगाडि बढ्दैछौँ। हावा डेन्जर चल्या। यो हावासँग चाहिँ परैबाट हेर्दा देखिने टावरहरू भनेको यिनीहरू हो कि है। टाउन ब्रिजबाट टक्क हेरेर फर्किँदैछन्। कस्तो दामी सर र पानीले फर्किँदैछ। मैले एटलिस्ट जस्ट रमाइलो भइरहेछ। वेदरले साथ दिएछ आजको दिनमा, मजा लागिरह। अब हामी फेरि नेक्स्ट लोकेसनमा जाँदैछौँ। यो भित्र यो सर्कलभित्रको हामी सब घुमेर भइसक्यो। हामी चाहिँ अहिले यहाँ छौँ होइन त, अहिले त छ। अनि यहाँ छ त्यसो अघि घुमेको हामी यहाँ होइन, टावर ब्रिजहरू हेरेको यो। अनि यो चाहिँ सायद त्यही जर्मनबाटै लिएर सिप होला होइन। यो यस्तरी गएर हामी पारिबाट गऱ्यो, यस्तरी गएर घुम्दै आएर जस्तो यता गऱ्यो। यहाँबाट हामी चाहिँ यस्तरी यति आधी बाटो यस्तो पुगेर आएको छौँ टक्क लगाएर। लोकेसन चाहिँ यहीँ रहेछ सबै। लन्डनको टाउन ब्रिज घुमेर अनि हामी चाहिँ फेरि अर्को ठाउँमा कता रहेछ दाइ हामी जाने
क्यानेडी वक भन्ने ठाउँमा जानु लाग्छ अनि त्यसको लागि चाहिँ फेरि अन्डरग्राउन्ड ट्रेनबाट जानुपर्ने रहेछ सो त्यही ट्रेन चढ्नलाई हामी ट्रेन स्टेसनको भर्खरै भित्र पस्यौँ यहाँदेखि फेरि मुनि कति 3-4 तल मुनि जानुपर्छ सो मजा आइरहेछ घुमिरहेछ इन्जोय भयो बिन्दास फिल्डमा यस्तो मजाको भाइब छ है घुमी भयो हिँडेको हिँडे भयो थकाइ पनि लागेको छ ल फाइनल्ली हाम्रो अब 8-9 घन्टाको टुर सकियो है अनि हामी आसुट इन्टरनेसनलमा झरेर भर्खरै एकदम हिँड्दा थाकेर लोड परेर फर्किएको छ त्यही हो फेरि पनि अब अर्को नेक्स्ट भ्लगमा अर्को ठाउँमा जाने भन्ने प्लानिङ हुँदैछ सायद गयो भने अर्को ठाउँको भ्लग पनि हाल्छु भिडियो हेरिदिनु होला सपोर्ट गरिदिनु होला माया गरिदिनु होला सबैलाई थ्याङ्क यू भेरी मच